साथीहरु अहिले चाहिँ बिहानको ट्याक्कै भन्ने हो भने 6:40 गइरहेछ। हामी चाहिँ अहिले कोलपुरबाट माथि बवईको बिचमा देउराली भन्ने ठाउँ नजिक पुग्दैछौँ। हिजो बेलुका हामी 7 बजेतिर नागढुङ्गाबाट हिँडेका थियौँ र आज रातभरि बाटोमा एकदमै पानी चाहिँ ननस्टप पर्यो। यहाँ कोलपुर आइपुग्दासम्म पनि पानी चाहिँ पुरै परिरहेको थियो र अहिले चाहिँ भन्न यता आइसकेपछि चाहिँ पानी परेको छैन। तर आजको मौसम हेर्नु त आज असार कति गते भयो? 16 गते। असारको महिनामा यस्तो कुल मौसम देख्न सक्नुहुन्छ। हर्र ए लैतडी यहाँबाट चाहिँ सुर्खेत 66 किलोमिटर छ है, 66 किलोमिटर। घुम्तीमा हरन चाहिँ बजाइदिइहाल्नुपर्छ है गाइस। पुरा जाडो दिनको जस्तो मौसम भएको छ त्यहाँ रात त। आकाश हो गरे हो साथीहरु, 2टा भ्लग चाहिँ दामी गयो। त्यस पछाडि केही समय हामीले ग्याप लिइरहेछौँ। अहिले फेरि रेस्ट होइन, ट्याक्कै अब बनाउँला फेरि त्यस्तै। पुरा यार के भएको यस्तो कुहिरो लागिरहेको त आज त। अन्धकार छ यार पुरै। गोप्रोले रेकर्ड गर्न भ्याएको छ कि छैन यार, अलि अन्धकार रहेछ माहौल। ल हेर त, लाइटै बाल्नु पर्ने भयो यार। लाग्यो त आज त यस्तो। यहाँ जङ्गल एरिया भएर मात्रै होला, हाम्रोतिर त उयो होला फेरि गर्मी। कुन हो यार यो गाडीमा फुली एउटा लाइट बालेर आएको छ बाइक जस्तो। गाडी देखिरहेको नाम छ।
पुरा नेचुरल एसी लागिरहेको छ आज। के हो यार देखिन्न त। सुर्खेतबाट काठमाडौँ जाँदा पनि ननस्टप पानी परेको थियो, आउँदा पनि यस्तै पानी पर्यो। यो के आयो फेरि? सन्तोष त होइन? होइन, बाइक त उस्तै छ नि त, बुलेट सायद। गर्मी दिनमा नि यस्तो छ त यार, हरेमा पनि यस्तै होला। बल्ल उज्यालो भयो है। आज पनि 8 साढे 8 बजे चाहिँ सुर्खेत बस पार्कमा पुगिन्छ। अहिले चाहिँ दाउन्नेको बाटो कस्तो भएको छ दाइ भनेर कमेन्ट आइरहेको थियो। अहिले चाहिँ दाउन्नेको बाटो एकदम क्लियर नै छ है, कतै पनि रोकिने खालको ठाउँ छैन, रोकेको छैन गाडी। अब हेरौँ, अब बर्खा लागिसकेपछि फेरि बाटै बगाउने हो कि पहिरो नै झर्ने हो कि कस्तो हुने हो। अब यसपालि चाहिँ अलिक पहिलाको जस्तो दुःख पाइँदैन कि भन्ने लागिरहेको मलाई। बर्खा लाग्दैछ जे होस्,
हाम्रो यतातिर चाहिँ पानी परिरहेको थिएन। उता बुटोलदेखि नानघाटदेखि काठमाडौँ एरियासम्म त प्रत्येक ट्रिपमा पानी परिरहेको छ यार। पानी पनि फेरि सानो हो र आम्मा। भिडियो अलिकति लामो हुनसक्छ, नाकतिर हेरिदिनु होला। हामी चाहिँ जस बबैसम्म आजको भिडियोलाई जोड्ने कोसिस गर्नेछौँ। सो यो चाहिँ अब ड्राइभिङ पिओभी मात्रै भयो है। पानी यता पनि राम्रै परेछ कि क्या हो, त्यसले गर्दाखेरि मौसम शीतल लागिरहेको छ। कुरा गर्दा गएको साथीहरु। अब मैले त्यो हेलमेटमा पनि माउन्ट गर्ने चिज चाहिँ काठमाडौँबाट किनेर ल्याइसकेको छु है। अब चाहिँ हाम्रो एउटा ट्राभल उयो जुङ्गेदाई भनेर मैले एउटा नयाँ च्यानल खोलेको छु। त्यसमा यसो मोटो भ्लगिङ पनि हाल्नुपर्छ कि त बाइक पनि कहिलेकाहीँ यसो हल्का होइन। तपाईँहरूलाई के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। म च्यानलको लिङ्क राखिदिन्छु यहाँ है, कमेन्टमा मैले पिन गरेर राखिदिन्छु। ट्राभल विथ जुङ्गेदाई भनेर छ, त्यता पनि यसो सब्सक्राइब गरिदिनु होला। सो हामी अब यही च्यानलमा हाल्दा पनि हुन्थ्यो, तर यसो भिडियोहरू रिमिक्स हुन्छ भन्ने हिसाबले नयाँ च्यानल खोलेको छु। सबैजनाले माया देखाइदिनु होला हजुर। बाबु कहाँबाट रहेछन् मान्छे? कहाँबाट आज? कसको? अहिले पठाइदिउँ न, रोक्न। ए पठाइदियो न, पठाइदियो जसलाई भयो नि।
ए नाम भुली अब चाहिँ हामी भिडियो अझै 4 किलोमिटर बाँकी छ है। 4 किलोमिटर भनेपछि अब कति समय लाग्छ हेर्नुहोस् है त। बबी 4 किलोमिटर लेखिरहेछ है। बरु बर्खामा चाहिँ यो एरियामा पनि खतरा पहिरो झर्छ। पोहोर साल यहाँ 2-3 ठाउँमा पहिरो डेन्जर झरेको थियो। यहीँ हो पोहोर साल पनि। वाह वाह साथीहरू भिडियो नापेर हेरिदिनुहोस् है। अब 3 किलोमिटर जति बाँकी छ होला। बाटो त हेर्नु न हर्र अरे। ए सन्तोष के छ त अरू हालखबर? हिजो असार 15 लाग्यो होइन त जे होस् गाडीमा। त्यो त ठिक छ। अलि गाडी प्याक छल्ली भएन के। सन्तोष छिन्चु आइपुग्यो भन्दै थियो। अब आइपुग्छ होला त्यो पनि। सु आवाज आउन लाग्यो यार। नगर 56 किलोमिटर। अब चाहिँ हामी लास्ट ओभरअल है यो बबैको। रातिमा भयो चाहिँ मजै आउँछ फेरि। ट्याक्क लाएर गाडी आएको थाहा भइहाल्छ लाइटले गर्दा। बिहानमा को कताबाट रन्केर आएको हुन्छ होइन। एकदम ख्याल गर्नै पर्यो। मौरी खोला पुल। बबैतिर झर्ने त छैनन् कोही। सिधै छिन्छु अब। मङ्गु बेटा कति सुत्छस् है मङ्गु? रातभरि सुतेर भयो नि तँलाई।
त हजुर अब हामी चाहिँ भिडियोको अन्तिममा आइपुग्यौँ ट्याक्कै आइपुग्यो लुम्बिनी प्रदेश बर्दिया जिल्ला गाउँपालिका अनि बबई भन्छ यसलाई चाहिँ चेपाङ खोला पुल बबई बजार बबई नदी र यहाँबाट यो पुल तरेसँगै हामी प्रवेश गर्दैछौँ कर्णाली प्रदेश सुर्खेत जिल्ला है र यो अब पुल क्रस गरेसँगै हाम्रो क्यामेरा पनि अफ हुँदैछ सो भिडियो राम्रो लागेको भए कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला है र अब भ्लग चाहिँ छिट्टै आउँछ त्यतिन्जेलसम्मलाई हामीलाई पनि बिदा दिनुहोस् कसको फोन आयो है ल भेरीगङ्गा नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ भन्यो भेरीगङ्गा नगरपालिका भनेको चाहिँ मेरै नगरपालिका हो है लौ त हजुर अब छुट्टिनै पर्ने भयो क्याबिनको दृश्य यस्तो छ बाहिरको दृश्य यस्तो छ